मा अध्ययन गर्दै आएकी छात्रा प्रेमसा केसी। सर्वप्रथम यहाँ उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, यस गोर्खा माध्यमिक विद्यालयका प्रधानाध्यापक सर, सम्मानीय शिक्षक शिक्षिका र तथा यहाँ सम्पूर्ण अभिभावक र साथी भाइ बहिनीहरूमा मेरो तर्फबाट हार्दिक नमस्कार। यस 3 दिने कथा लेखनमा मैले आफू महसुस गरेको मेरा केही अनुभवहरू हजुर मार्फत प्रस्तुत गर्न गइरहेकी छु। म 3 दिनसम्म सञ्चालित भएको कथा लेखन तालिममा सहभागी हुन पाउँदा आफूलाई निकै भाग्यशाली ठान्छु। यो तालिम मेरो जीवनको एउटा अविस्मरणीय तालिम पनि रह्यो। यस तालिम कथा भनेको केवल कल्पनामा आधारित लेखाइ मात्र नभई समाज जीवन भावना र सन्देशलाई सुन्दर ढङ्गले प्रस्तुत गर्ने माध्यम पनि हो भन्ने कुरा बुझियो। यस तालिममा हामीले कथाको परिचय, कथाको संरचना, पात्र निर्माण, परिवेश, द्वन्द्व, संवाद र भाषा शैली, कथाको उत्कर्ष र प्रभावकारी अध्ययन कसरी गर्ने भन्ने विषयमा विस्तृत रूपमा सिक्ने अवसर पाइयो। साथै एउटा साधारण घटनालाई पनि रोचक र अर्थपूर्ण बनाएर सिक्ने मौका पाइयो। हरेक दिन नयाँ अभ्यास गरियो, जसले हाम्रो सोच्ने, कल्पना गर्ने र लेख्ने क्षमतामा सकारात्मक परिवर्तन ल्यायो। विशेष गरी विजयराज आचार्य सरले अत्यन्त सरल, रोचक र प्रेरणादायी शैलीमा कथा लेखन सिकाउनु भयो। उहाँले हरेक विषयलाई उदाहरणसहित बुझाइदिनु भयो। हामीले लेखेको अभ्यासहरू पढेर कहाँ गल्ती छ भनेर सच्याइदिनु भयो। उहाँको सिकाउने शैलीले हामी सबैलाई कथा लेख्न अझै उत्साहित बनायो। यस अवसरमा हाम्रो विद्यालयका आदरणीय प्रधानाध्यापक विजयमान जियाम सरलाई पनि हार्दिक आभार व्यक्त गर्दछु। हामी विद्यार्थीहरूले नयाँ कुरा सिक्ने र जीवनशैली बनाउन पाएकामा आफ्नो प्रतिभा विकास गर्न पाऊ भन्ने उद्देश्यले 3 दिने कथा लेखन तालिमको व्यवस्था गरी विजयराज सरलाई विद्यालयमा आमन्त्रण गर्नुभएकोमा हार्दिक कृतज्ञता गर्दछु। यस्ता सृजनात्मक र ज्ञानमूलक कार्यक्रमहरू विद्यार्थीको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अन्त्यमा यस 3 दिने कथा लेखन तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने आदरणीय प्रधानाध्यापक सर, सम्पूर्ण शिक्षक शिक्षिका र विशेष गरी विजयराज आचार्य सरलाई धन्यवाद व्यक्त गर्दछु। यस तालिमबाट प्राप्त ज्ञान, सिप र अनुभवलाई भविष्यमा अझ राम्रो कथा लेख्ने र आफ्नो सृजनात्मक क्षमतालाई उजागर गर्न सधैँ प्रयोग गर्ने प्रतिबद्धता गर्दै आफ्नो भनाइ यही अन्त्य गर्छु। धन्यवाद।